हेलो साथीहरु, अहिले चाहिँ हामी माछा मार्नको लागि चाहिँ कामलाङ खोलामा जान लागेको। यहाँ हेर्न सक्नुहुन्छ, मामा, म, अरु साथमा दुईजना सालो भाइ र मेरो बुढी। र अहिले हामी चाहिँ यहाँ रोडमा निस्किसकेको छौं। यसरी नै हामी जान लागेको बाइकमा। म रोक्नु मामा, गाडी आउँदैछ। यसरी हो। यो हामी चाहिँ अब कामलाङ यहाँदेखि लगभग 13 किलोमिटर छ। हामी निस्किन लागेको यहाँदेखि। र कामलाङ पुगेपछि चाहिँ हामी चाहिँ टक्क माछा मार्ने छौं। त्यतिखेर तपाईहरुलाई फेरि माछा मारेको अपडेट देखाउने छौं। एकछिन मामा आउन दिनुस् न। ल त साथीहरु, अब हामी चाहिँ डाइरेक्ट कामलाङ खोलामै भेटौँ है। अब चाहिँ खोलामा आइपुग्यो साथीहरु। हेर्नुस्, यहाँ खोला पर छर्लङ त गर्दैछ। यहाँ क्यामेराले चाहिँ राम्रो कैद गरेको छैन होला, तर पनि खुला आँखाले चाहिँ राम्रै कैद गरिसक्यो। र नानी बच्चाहरु, मान्छेहरु चाहिँ मजाले पौडी खेलिरहेछ खोलामा। हेर्न सक्नुहुन्छ यहाँ गाइस। र आज हामी खोलामा डुब्ने छौं। मान्छेहरु मजाले खोलामा नुहाइधुवाइ गरिरहेछ साथीहरु। हेर्न सक्नुहुन्छ यहाँ यो खोला एकदमै चिसो खोला छ। गर्मी फेरि त्यस्तै छ साथीहरु। गर्मी चाहिँ एकदमै 100% गर्मी छ। र अब हामी चाहिँ एकछिन खोलामा डुब्ने छौं है साथीहरु। गर्मीमा यस्तो पानीमा चाहिँ चुरुप डुबेर चुपुङ उयो भाइहरु जस्तो मजाले खेल्न पाउँदा त दामी हुन्छ है। ल हेर्न सक्नुहुन्छ यहाँको खोला एकदमै सङ्लो खोला, चिसो छ पानी। र यो खोलाको नाम चाहिँ कामलाङ खोला हो। साला भएन यहाँ जइनिङ गर्दैछ नि त। कसरी ल चिप्लो छ हौ साथीहरु। ढुङ्गाहरू पनि चिप्लो छ। कहिले बोकेको त छैनौ? कहिले हैन, आज पहिलोचोटि माछा आज फर्स्ट टाइम। चाङ्गी खोइ मामा त पाखै हिँड्छ। त्यो त ढुङ्गातिर नटेक्ने भनेको। त्यस्तोमा चिप्लो हुन्छ हौ। त्यो ठुलो ढुङ्गामा हान्नुस् त। मामा त मार्छ होला हौ। ढुङ्गामा नटेक्नु भनेको मान्दैन। मामा तपाईँ अगाडि नजानु, हेर्नु नि त्यहाँ। युपिओ बोक्ने भन्दा अगाडि ऊ पुगेपछि त पल्टिँदैछ। लाउनु तल पार भयो होला।